ल कहाँ चाहिँ लाग्यो तिमी धोकेबाजसँग मलाई बस्नु छैन। कति घन्टा भइसक्यो यो नानी बेहोस भएको उठेकै छैन। सुँगाइदिनु न मोजा उठ्छ कि मोजा रे एकदम गनाउने। ओइ जानु तेरो गनाउने मोजा लिएर आइज त। धेरै गनाउने चाहिँ लिएर आइज है। हो नसुमौ होला फेरि सधैँभरिले बिहोस भयो भने के गर्ने। त्यसो भए एक ग्लास पानी लिएर आइज त जा। म कहाँ छु? के भयो मलाई? होइन नि तिमी त मेरो छोरालाई यसरी अम्लाले देखाउने बेहोस भयो। यसले मलाई बिहे गर्छु भनेर धोका दियो। मैले के नि गरेको छैन भनेको छैन त्यस्तो। मैले भनेको थिएँ नि यो केटा खत्तम छ, यो असल केटा होइन भनेर। जे पाए त्यही नभन्नु है सम्झिन्छु अर्काको छोरालाई फेरि। खत्तम नभनेर उत्तम भन्नु थियो यस्तो केटालाई। काहीँ नभएको लफङ्गो। ओइ जिमेश तैँले यसलाई बिहे गर्छु भनेको थिइस्? यसै झुट नहोले म तँलाई बिहा गर्छु भनेको थिएँ। भन तिमी मलाई धोका दिएको हो? धोका दिएको भए म तिमीलाई बिहे गर्थेँ। मलाई बिहे गर्छु भनेर धोका दियो यो मान्छेले। नाटक नगर। तँलाई मैले कहिले बिहा गर्छु भनेको थिएँ हाँ? बडा थियो त अनि। ओइ तँ योसँग डेटिङ गएको थिइस्? भेट्न त एकचोटि गएकै हो तर बिहे गर्छु चाहिँ भनेको थिएन है मैले। तिमीले मलाई धोका दियौ। योसँग बिहे गर्ने कुरा रहेछ त किन मलाई बिहे गरेको? मैले होइन तिमीले नै हो जबरजस्ती बिहे गरौँ भनेको। त्यसै लौ नि यस्तो टपटुया केटो परेछ मेरो छोरीलाई। अब मेरो छोरीले दुःख पाउने भए। अहिले पनि केही बिग्रेको छैन। लैजाऊ तिम्रो छोरी फर्काएर। के को फर्काएर लैजानु नि? तिमीहरूको ब्याङ्क ब्यालेन्स सुन जग्गा जमिन सबैमा आधा अंश लिन्छ मेरो छोरीले, थाहा छ? गाई भैँसी हो र फर्काएर लैजानलाई? फेरि के भयो यो नानीलाई? जा डक्टर बोलाएर लिएर आइज। एकचोटि डक्टर देखाइदिन्छ। जा छिटो जा न के मेरो मुख हेर्छ फेरि। ए नानी के भयो? ए हजुर हजुर के गरी माफ गर्नु होला बिहेमा बोलाउनु सकिएन अब भोजमा हजुर। ए ल थ्याङ्क यू हजुर। ल ल कहाँ चाहिँ लाग्यो? तिमी धोकेबाजसँग मलाई बस्नु छैन। अनि आज हाम्रो बिहा भएको होइन र भने आजै हाम्रो हुनसँग सौदा आएको होइन। चुप कुरा गरेको होला। जबसम्म यो केटी यो घर जान्न तबसम्म तिम्रो र मेरो केही सम्बन्ध रहने छैन, बुझ्यौ? बस न भने एकछिन। जबरजस्ती गर्न खोज्ने? पुलिसलाई भनिदिम? केस हालिदिम? आउन भनेको। जिवेश मलाई एक्लै पारेर तिमी कहाँ बेपत्ता भएको नि? काहीँ पनि होइन। के हो? तिमीसँग एउटा कुरा गर्नु थियो। मलाई कुरा गर्नु छैन। सुन न के? तिमीसँग एउटा सानो कुरा गर्नु थियो क्या, बाहिर गएर कुरा गरौँ न। जे भन्नु छ यहीँ भन। अहिले आउने देख्यो भने खान्छ झटारो। माया गर्ने जोडीले झट्टारो त के बन्दुक बारुदको पनि सामना गर्नुपर्छ बेबी। छोरो भने के गरे यो? सानो कुरा गर्नु सकिँदैन। म तिमीसँग कुरै गर्दिनँ। ओइ के गरेको? तल लाल लाग्दैन? आन्टी हेर्नु न मसँग जबरजस्ती गरेर बस्छ। आमा मैले केही गरेकै छैन भने। चुप लाग। तेरो सबै करतुत मैले देखिसकेँ। अब यो नानीबाट 10 हात परे बस्नु बुझिस्? आन्टी नर हेर यति राम्री बुहारी हुने रहेछ मेरो। मेरो भाग्य फुटेको नि त राक्षस जस्तै बुहारी ल्याएर नि हेर्ने बुझ्दै गरेर हो कि मलाई गर्नु र। हेर बिचारा नरौ नानी नरौ हिँड मसँग सुन्तला खाने हिँड कोठीमा जाऊ।
यस्तो राति बरौनामा तिमीमाथि चिसो छ किन बोलाएको मलाई यहाँ मलाई अलिकति खर्च पर्छ चाहियो कच्चा त्यस्तै 20-25 हजार के को लागि र लुगा किन्नु परेन लुगा किन 20-25 हजार त्यत्रो चाहिन्छ के म लुगा मात्र लाउने हो त्यो अनुसारको हिल चाहिएन पाउडर लिपस्टिक त्यो अनुसारको फेसन गर्नु परेन त्यसमा अझ एक्स्ट्रा 5-10 हजार थपेर देऊ 20-25 हजारले दोकानै किन्ने हो तिमीले हँ जम्मा एक सेट हो 20-25 हजारको त उहाँ मेरो साथीहरूले 50,000 को साडीहरू लाएर हिँड्छन् आफ्नो जाब यो 20-25 हजार मसँग कहाँ छ त्यत्रो पैसा अनि त्यो मेरो मतलबको कुरा होइन आमासँग मागेर हुन्छ कि काहीँ गएर भिख मागेर हुन्छ कि लिएर आउने होइन के सोचेको तिमीले यहाँ म आमालाई गएर 20-25 हजार मागो यस्तो नचाहिने कुरा नगर नि तिमी आमासँग यत्रो पैसा कसरी माग्नु त्यही त त्यो त मैले अघि नै भनिसकेँ नि त्यो मेरो सरकारको कुरै होइन त्यसो भए मलाई किन बिहारेको मलाई किन ल्याएको त मलाई किन फसाएको त मेरो आँखा अगाडि किन आएको त मलाई किन हेरेको किन बसेको मेरो घर निस्केर गइहाल अहिले भर्खरै के भन्यो रे फेरि भन त ल म गएँ